मन्जली हो म तिम्रो फेसबुकमा बोल्ने केटा हो चिन न ल अमित म भक्थ्यौ Yes, I know. खाना खायो Yes, I don't. You? डन चाहिँ होइन यहाँको चाहिँ दादा हो दबदबा चाहिँ कम्ती छ कहाँनिर हिँडेर आउनु भएको आम्मा त्यस्तो भनेको न खाना खायो भनेको खाना खाए त न्युटेलाको झोल थियो हिँडेर आउनु भयो कि गाडीमा अन्त पढाइ लेखाइ चाहिँ कति नि पढ्नु त म 12हरू पास भइसकेको हो हैन तर फर्स्ट बेड भन्छ खै के ल्याइदियो के नल्याइदिएको के लुकाएको छ हौ ल्याउनु चाहिँ केम ल्याइदिन कि सुन्नुहोस् न 100 रुपियाँ छ कि 10 रुपियाँ खाएर 90 रुपियाँ चाहिँ फर्काइदिनुहोस् न 10 रुपियाँको भन्यो मान्छेले कति दिन्छ तिमी चाहिँ 10 रुपियाँ मन दुख्यो त्यसो भए 2 रुपियाँ बढाइदिन्छु 12 रुपियाँ खानु अन्त त्यो 82 कि भन्छ कि 80 कि 90 रुपियाँ चाहिँ फर्काइदिनुहोस् न मलाई त्यस्तै हो नि त्यो पनि बाउको सिरानीबाट खैनी खाने पैसा चोरेर ल्याएको खाऊ न चुप लागेर तिमीले चाहिँ के नल्याइदिएको थ्याङ्क यू पैसा बाँच्यो हो अन्त तिम्रो त्यो के अरे उमेर चाहिँ कति नि 20 and yours घरि यस भन्छ घरि डोन भन्छ हुँदै नभएको कुराहरू गर्छ घरि यस पनि भन्छ घरि नो पनि भन्छ यसो गर कि तिमी यो 100 रुपियाँ लाइजाऊ नेक्स्ट टाइम आउँदा चाहिँ अलिकति बोल्नु जानेर आउनु नि ल बोल्नु चाहिँ सिकिकन आउनु यो 100 रुपियाँ चाहिँ त्यो हुँदै नभएको कुरा गरेर हुन्छ कहिले म फेरि म त्यत्रो 20 रुपियाँ 12 रुपियाँ तिमीलाई मिठाई खान दिँदा पनि अन्त डनहरू कुनेको जाति अरे गुन्डा जस्तो लाग्छ क्या अनुहार चाहिँ के बोलेको न ऊ बुझ्नु न म बुझ्नु अथपत्तो छैन बोल्नु न जान्नु घटा कि मान्नु अलिकति इङ्ग्लिस बोल्दैको आम्मा भन्नुसँग भनेर गयो आम्मा भगवान राम्रै तर ब्रिटिस परेछ नि त ब्रिटिस इङ्ग्लिस खाली दुई च्यापट दिनु मन लागेको कि फेरि के गर्नु साह्रै राम्रो रहेछ